हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु माई च्यानल है। सो आज म आएको छु मिराकल गार्डन घुम्नलाई। एन्ड सो एक्चुअली म अलरेडी मिराकल गार्डनभित्र छु, तपाईँले देख्न सक्नुहुन्छ है। सो स्टे विथ मी, म आजको ब्लगमा तपाईँलाई मिराकल गार्डन देखाउने छु। सो कस्तो छ हैन, भिडियो हेरेर ब्लग हेरेर तपाईँहरूले कमेन्ट गर्नुहोला, लाइक गर्नुहोला है त। सो गाइज लेट्स स्टार्ट माई भ्लग हैन। म तपाईँहरूलाई मिराकल गार्डनमा के कुराहरू छन्, के कुराहरू देख्न सकिन्छ, के ठाउँहरूमा घुम्न सकिन्छ, त्यो कुराहरू म तपाईँहरूलाई देखाउने छु। सो स्टे विथ मी है। ओके सो गाइज सुरुबाट सुरु गरौँ है। सो सुरुबाट सुरु गर्दा चाहिँ तपाईँले देख्न सक्नुहुन्छ है, वी आर इन द गेट है। तपाईँले मान्छेको क्यु देख्न सक्नुहुन्छ, कति धेरै मान्छेहरू आउनुभएको छ घुम्नलाई हैन। इट इज बिकज आज 15 मार्च 2026 आजबाट चाहिँ हैन 10 दिनको लागि फ्री एन्ट्री मिराकल गार्डनमा दिएको छ है। अनि त्यसपछि त्यही भएर यो अफरको लाभ उठाउनलाई सबै मान्छेहरू हैन, जति पनि दुबईमा छन् हैन, उनीहरू घुम्न आएको छन् है। तपाईँले देख्न सक्नुहुन्छ कति धेरै मान्छेहरू आएको छन् घुम्नलाई। एन्ड देन वी आर इन द इन्ट्रान्स है, तपाईँले देख्न सक्नुहुन्छ गेट है। अनि त्यसपछि इट्स लुक्स अमेजिङ ब्युटिफुल है। सो गाइज भित्र जानलाई गेट पास चाहिएको हुन्छ हैन। यो गेट पास हामीले लियौँ अनि त्यसपछि हामी त्यहाँबाट भित्र गयौँ। देन भित्र गएपछि तपाईँले देख्न सक्नुहुन्छ त्यहाँ हार्ट सेपमा हैन गेटहरू। अनि त्यसपछि यो हात्ती, रङ्गी हात्तीको सुँडबाट पानी निस्केको तपाईँले देख्न सक्नुहुन्छ हैन। एन्ड देन त्यसपछि फेरि तपाईँ भित्र जाँदै गर्दा तपाईँले यो रमाइलो हैन, एकदमै राम्रो के अरे यो हार्ट सेपको गेटहरू देख्न सक्नुहुन्छ हैन। तपाईँ यहाँबाट भित्र गएर हैन त्यो के अरे तपाईँको यो के भन्छ, यो यहाँको घुमाइ, यहाँको अवलोकन हैन तपाईँले सुरु गर्न सक्नुहुन्छ। अनि गाइज अर्को कुरा चाहिँ के भन्दाखेरि यहाँ तपाईँले जति पनि फुलहरू देख्नु भएको छ नि, यो सबै फुलहरू चाहिँ हैन एकदमै नेचुरल हैन, रियल फ्लावर नै हो हैन। जुन हामीले गार्डनमा के अरे लगाउँदाखेरि जुन फुल हैन एकदमै ब्लुमिङ भएर निस्किन्छ नि, हो त्यो चाहिँ रियल फ्लावर हो है। एज यु क्यान सी है, यो सबै फ्लावरहरू होइन त्यो के अरे आर्टिफिसियल चाहिँ होइन होइन, एकदमै रियल फ्लावर नै हो है। सो तपाईँले जति पनि यहाँ फ्लावरहरू देखिरहनु भएको छ, जति पनि फुलहरू तपाईँले देखिरहनु भएको छ, यो सबै एकदमै नेचुरल र रियल नै हो है। एन्ड देन हामी त्यसपछि भित्र जाँदै गर्दाखेरि तपाईँले होइन यो एकदमै यो मान्छेहरूको भिड देख्न सक्नुहुन्छ होइन। अनेकौँ थरीले होइन सजाएको फुलहरू अनि फुलले बनाएको रुख टाइपको होइन तपाईँले यो सजावटहरू देख्न सक्नुहुन्छ है। जसरी म अगाडि बढ्दैछु त्यसरी नै तपाईँहरूले पनि देख्न सक्नुहुन्छ भिडियोमा है। के अरे फुलहरूले झकमक्क पारेको होइन यो गार्डन होइन, कस्तो के अरे अनेकौँ थरीको, नाना थरीको होइन, डिफ्रेन्ट तरिकाले होइन यो के अरे सजाएको छ। सो गाइज तपाईँले यो ठाउँमा होइन एकदमै के अरे फुलहरू मात्र नभएर तपाईँले गाडीहरू पनि देख्न सक्नुहुन्छ, विच लुक्स रियली अमेजिङ होइन। अनि त्यसपछि गाडी मात्र नभएर तपाईँले अम्ब्रेला स्ट्रिट हेर्न सक्नुहुन्छ होइन। तपाईँले डिफ्रेन्ट कलरको अम्ब्रेलाहरू होइन माथि सजाएर राखेको छ होइन, जुन चाहिँ एकदमै राम्रो होइन देखेको छ हैन। तपाईँले देख्न सक्नुहुन्छ अम्ब्रेला स्ट्रिट। एन्ड देन देयर इज अ लट अफ पिपल दे आर टेकिङ भिडियोज एन्ड पिक्चर है, तपाईँले देख्न सक्नुहुन्छ। एन्ड देन यस बिचमा चाहिँ तपाईँले एउटा सानो के अरे पोखरी टाइपको पनि देख्न सक्नुहुन्छ है। एन्ड देयर इज अ स्मल क्यासल है, जहाँबाट चाहिँ पानी झरिरहेको तपाईँले देख्न सक्नुहुन्छ। एन्ड देन देयर इज अ डिफ्रेन्ट काइन्ड्स अफ क्यासल है, तपाईँले देख्न सक्नुहुन्छ त्यहाँबाट पानी झरेको है, जुन चाहिँ पानी के अरे त्यो पोखरीमा गइरहेको छ। अनि त्यहाँ मान्छेहरू रमाइरहेको छ होइन, फोटो भिडियो गर्दै होइन, डिफ्रेन्ट कलरको फुलहरू हेर्दै होइन रमाउँदै गरेको तपाईँले देख्न सक्नुहुन्छ है।
सो गाइज अब चाहिँ म होइन अर्को साइडतिर जाँदैछु जुन यो गार्डनको होइन मेन पार्ट रहेको छ। तपाईँले देख्न सक्नुहुन्छ होइन, यहाँ चाहिँ फुलले होइन सजाएको एरोप्लेन तपाईँले देख्न सक्नुहुन्छ है। एन्ड इट्स रियली बिग है। अनि त्यसपछि जुन चाहिँ मेरो क्यामेरामा होइन सबै अटाउन सकेको छैन, बट होइन तैपनि म त्यसलाई के अरे राम्ररी देखाउन कोसिस गर्दैछु। सो बिफोर द्याट होइन तपाईँले फेरि यो मान्छेहरूको भिड देख्न सक्नुहुन्छ है, कति धेरै आएको छ। एन्ड देन द हार्ट सेप गेट होइन विच इज डेकोरेटेड विथ द फुल है। अनि कस्तो राम्रो देखेको छ, मान्छेहरू रमाइरहेको छ, फोटो भिडियोज होइन टिकटक बनाउँदै मान्छेहरू रमाइरहेको छ। यता बच्चाहरूको लागि खेल्ने पार्क होइन सानो होइन, त्यो के अरे बच्चाको गाडी पनि रहेको छ है। सो गाइज म अब चाहिँ यो गार्डनको माथिल्लो भागतिर जाँदैछु है। एन्ड देन त्यहाँ गएर होइन त्यहाँबाट जुन भ्यूहरू देखिन्छ म त्यो यो भिडियोमा तपाईँहरूलाई म देखाउने छु है। अनि तपाईँले देख्न सक्नुहुन्छ है यो ठाउँमा के अरे एकदमै फुलले सजाएको कुराहरू तपाईँले देख्न सक्नुहुन्छ। एन्ड देन तपाईँले त्यहाँ एउटा घडी छ है, त्यो घडी पनि फुलले सजाएको छ। बट आई डोन्ट नो इफ इट इज सोइङ द करेक्ट टाइम, बट इट लुक्स अमेजिङ है। एकदमै राम्रो देखेको छ, तपाईँले देख्न सक्नुहुन्छ है। अनि गाइस तपाईँले देख्न सक्नुहुन्छ होइन यो फुलले सजिएको एकदमै ब्युटिफुल घर पनि तपाईँले देख्न सक्नुहुन्छ है। अनि गाइस तपाईँले यो देख्न सक्नुहुन्छ है स्ट्याचु अफ एलिफेन्ट जुन चाहिँ होइन त्यो के अरे एकदमै त्यो डेकोरेट गरेर होइन घाँसले बनाएको त्यो एलिफेन्टको स्ट्याचु तपाईँले देख्न सक्नुहुन्छ है। एन्ड देन इन द ब्याकग्राउन्ड तपाईँले त्यहाँ के अरे फुलहरूले पनि सजिएको देख्न सक्नुहुन्छ। अनि तपाईँले त्यहाँ एउटा पिकक पनि देख्न सक्नुहुन्छ है, एकदमै राम्रो फुलले सजाएर बनाएको है तपाईँले देख्न सक्नुहुन्छ। एन्ड देन त्यसै गरी यो एलिफेन्ट भयो होइन। ओके सो गाइज अब चाहिँ म त्यो के अरे गार्डनको माथिल्लो भागबाट तलतिर आएँ। एन्ड देन आई विल सो यु दिस होइन मैले अघि देखाएको त्यो के अरे पिकक होइन तपाईँले अहिले राम्ररी हेर्न सक्नुहुन्छ है, कस्तो मजाले फुलले सजाएको। एन्ड देन तपाईँले यो के अरे इरिगेसनको लागि कार्ट विल टाइपको देख्न सक्नुहुन्छ। अनि त्यसकै साइडमा तपाईँले यो स्ट्याचु अफ हर्स होइन तपाईँले देख्न सक्नुहुन्छ। अघि जसरी एलिफेन्टलाई देखाएको थियो त्यसरी नै छ होइन। अनि तपाईँले यो फुलहरू देख्न सक्नुहुन्छ है, एकदमै नेचुरल रियल फ्लावर होइन, डिफ्रेन्ट काइन्ड अफ होइन एकदमै अनेकौँ थरीको तपाईँले देख्न सक्नुहुन्छ फुलहरू होइन सजाएको। सो गाइज अहिले चाहिँ म ट्याक्कै यहाँ मिराकल गार्डनभित्र यहाँ एउटा प्ले ग्राउन्ड रहेछ है, तपाईँले देख्न सक्नुहुन्छ। बच्चाहरू खेल्ने प्ले ग्राउन्ड पनि रहेछ है। सो गाइज म घुम्दैछु अनि त्यसपछि तपाईँहरूलाई देखाउँदैछु होइन कस्तो कस्तो ठाउँ छ है।
यो गार्डनमा चाहिँ होइन मोस्ट अफ द फ्लावर छ नि, तपाईँले मेरो पछाडि देखिराख्नु भएको छ होइन, सबै फ्लावरहरू एकदमै नेचुरल के रियल फ्लावर नै हो होइन। यो रियल फ्लावरबाटै बनेको गार्डन रहेछ। अनलाइक पहिला हामी त्यो के अरे त्यो दुबई ग्लो गार्डनमा गएको थियौँ, त्यहाँ पनि फ्लावरहरू थियो, बट इट इज लाइक आर्टिफिसियल फ्लावरले होइन बनाएको थियो। तर यो गार्डनमा चाहिँ जति पनि मैले तपाईँहरूलाई देखाएँ होइन भिडियोमा, त्यो सबै के अरे नेचुरल क्या रियल फ्लावरले बनाएको रहेछ है। ओके सो गाइज अब चाहिँ हामी अझै माथितिर जाऊँ, अरू ठाउँतिर अर्को पार्टतिर होइन घुम्दै जाऊँ, अनि त्यसपछि के कस्तो छ त्यो कुराहरू पनि म सबै तपाईँहरूले देखाउने छु है त। सो गाइज एज यु क्यान सी दिस ब्युटिफुल प्लेस होइन। यहाँ चाहिँ के अरे एटलिस्ट तपाईँसँग होइन बच्चा छ, इफ यु हेभ अ किड होइन, तपाईँले उहाँहरूलाई के अरे लिएर घुमाउन होइन यो ठाउँमा लिएर जान सक्नुहुन्छ, बिकज इट्स रियली ब्युटिफुल प्लेस होइन। एकदमै फुलले भरिएको गार्डन होइन, फुलले बनाएको डिफ्रेन्ट काइन्ड अफ होइन थिङ्स होइन तपाईँले देख्न सक्नुहुन्छ होइन। फुलले बनाएको यो के भन्छ स्ट्याचु टाइपको होइन बियर तपाईँले देख्न सक्नुहुन्छ। एन्ड देन यतापट्टि साइडमा तपाईँले के अरे पेङ्गुइन देख्न सक्नुहुन्छ होइन। सो इट्स लुक्स एन अमेजिङ थिङ होइन। तपाईँले यो ठाउँमा आएर आफ्नो बच्चाहरूलाई होइन तपाईँले घुमाउन सक्नुहुन्छ। एन्ड आई नो द्याट होइन तपाईँहरूको बच्चाहरू एकदमै खुसी हुन्छ होइन यो कुराहरू देखेर होइन। जसरी यो तपाईँले पेङ्गुइनको स्ट्याचु देख्नुभएको छ होइन, के अरे पुरै घाँसले बनाएको। एन्ड देन तपाईँले यो फुलहरूको के अरे ट्री तपाईँले देख्न सक्नुहुन्छ है। अनि यो चाहिँ फुलले र घाँसले बनाएको यो के अरे बियर होइन तपाईँले देख्न सक्नुहुन्छ। एन्ड देन यो घर पनि तपाईँले सजिएको देख्न सक्नुहुन्छ है। सो ओभरअल दिस प्लेस इज लुक्स एन अमेजिङ, इट्स रियली ब्युटिफुल है। अनि तपाईँ के अरे 15 मार्चदेखि होइन यहाँ चाहिँ फ्री इन्ट्री छ 10 दिन या 15 दिनको लागि होइन। सो इफ यु आर हियर इन दुबई एन्ड यु वान्ट टु भिजिट सम रियली ब्युटिफुल एन्ड अमेजिङ प्लेसेस, यु क्यान होइन भिजिट दिस प्लेस होइन। एन्ड अभियसली तपाईँ डिसपोइन्ट चाहिँ हुनुहुन्न होइन। यो ठाउँमा आएर घुमेर तपाईँले चाहिँ डिसपोइन्टमेन्ट भन्ने कुरा चाहिँ तपाईँले भेटाउनु हुँदैन। सो अहिले फ्री इन्ट्री छ, तपाईँले होइन यो के अरे फ्री इन्ट्रीको लाभ उठाउन सक्नुहुन्छ। यो ठाउँमा गएर घुमेर होइन के अरे रमाइलो गर्न सक्नुहुन्छ। Okay, so guys, thank you for watching my vlog है। अब vlog end गर्ने बेला भयो। सो यहाँ बस्नु पर्यो अनि त्यसपछि भन्छ है। ओके सो गाइज थ्याङ्क यू फर वाचिङ माई भ्लग। अनि त्यसपछि भ्लग कस्तो लाग्यो होइन लाइक गर्नु होला, कमेन्ट गर्नु होला, अनि राम्रो लागे पक्कै पनि च्यानललाई सब्सक्राइब गर्नु होला है त। सो ओके टिल देन होइन अर्को भ्लग आउन्जेलसम्म मेरो पुरानो भ्लगहरू हेरिरहनु होला होइन। अनि त्यसपछि अब मेबी नेक्स्ट विक फेरि अन्त्य जाने प्लानिङ गर्दैछु म घुमघाम गर्नलाई। सो फेरि अर्को भ्लग चाँडै नै आउँछ है। अनि ओके बाई बाई।